ल आज कुरा गरौँ भेनेजुएलामा भएको त्यो नाटकीय घटनाको, जसले पूरै विश्वलाई नै तरङ्गित बनाइदियो। आजको हाम्रो चर्चाको सुरुवात हुनेछ त्यो नाटकीय मध्यरातको छापाबाट। त्यसपछि हामी यसको पछाडिका दुई फरक उद्देश्य, इतिहासमा यस्ता घटनाहरू कसरी दोहोरिन्छन् र अन्तमा यसले विश्वमा कस्तो तरङ्ग ल्यायो भन्नेबारे गहिरिएर हेर्नेछौँ। यो कथा सुरु हुन्छ मध्यरातको अँध्यारोबाट। एउटा यस्तो अपरेसन जसको तयारी महिनौदेखि चलिरहेको थियो र जसलाई एकदमै सैन्य सटिकताका साथ पूरा गरियो। कल्पना गर्नुहोस् त, रातको 2 बजे भेनेजुएलाको राजधानी काराकास अचानक अन्धकारमा डुब्छ र त्यसै बेला आकाशमा ठूला ठूला विस्फोटका आवाजहरू गुन्जिन थाल्छन्। यो कुनै सामान्य आक्रमण थिएन, यो त एकदमै योजनाबद्ध थियो। सुरुमा साइबर आक्रमण गरेर पूरै देशको सञ्चार र पावर प्रणाली नै ठप्प पारियो। त्यसपछि 150 भन्दा बढी विमानले सैन्य अड्डाहरूमा हमला गरे र अन्तमा अमेरिकाको सबैभन्दा खतरनाक डेल्टा फोर्सले राष्ट्रपति लुकेको घरमा छापा मारेर उनलाई पक्राउ गर्यो। अब प्रश्न उठ्छ, यो सब किन भयो? यहाँ दुईवटा बिल्कुलै फरक कथाहरू छन्। एउटा जुन आधिकारिक रूपमा भनियो र अर्को जुन पर्दा पछाडिको एजेन्डा मानिन्छ। आउनुहोस्, यी दुवैलाई हेरौँ। एकातिर अमेरिकी सरकारले भन्यो कि यो एक नार्को आतंकवादी विरुद्धको कारवाही हो, तर अर्कोतिर हल्ला के छ भने यो वास्तवमा भेनेजुएलाको स्रोत साधनमाथि कब्जा जमाउने र अमेरिकी डलरको दबदबा कायम राख्ने एउटा ठूलो खेल थियो। र यसले हामीलाई कथित उद्देश्यको पहिलो र सबैभन्दा ठूलो कारणमा ल्याउँछ, तेल। भेनेजुएलामा 303 अरब बारल प्रमाणित तेल भण्डार छ, जुन साउदी अरबभन्दा पनि बढी हो। यो विश्वकै सबैभन्दा ठूलो खजाना हो। र यो कुरा कुनै लुकेको थिएन। भेनेजुएलाको तेल कब्जा गर्ने कुरा त सार्वजनिक रूपमै भनिएको थियो। अब अर्को महत्त्वपूर्ण कुरा हो पेट्रोडलर। यो भनेको के हो? सजिलो भाषामा भन्दा विश्वमा तेलको व्यापार अमेरिकी डलरमा हुन्छ, जसले गर्दा डलर सधैँ बलियो रहन्छ। यदि कुनै देशले डलर बाहेक अरू मुद्रामा तेल बेच्न खोज्यो भने त्यसलाई अमेरिकाले आफ्नो आर्थिक शक्तिमाथिको खतरा मान्छ। तर कुरा तेलमा मात्रै सीमित थिएन। भेनेजुएला त सुनको खानी पनि हो, ल्याटिन अमेरिकाकै सबैभन्दा ठूलो। त्यति मात्र होइन, आजको डिजिटल दुनियाँका लागि अत्यावश्यक लिथियम र कोल्टन जस्ता खनिजहरू पनि त्यहाँ प्रशस्त छन्। रमाइलो कुरा के छ भने यस्तो खालको हस्तक्षेप इतिहासमा पहिलो पटक भएको होइन। स्रोतहरू केलाउने हो भने यो त अमेरिकी विदेश नीतिको पुरानै शैलीको निरन्तरता जस्तो देखिन्छ। हेर्नुहोस् त, यो प्याटर्न कस्तो छ। 1953मा इरान, त्यसपछि ग्वाटेमाला, पछि पेनामा र इराक, र अब भेनेजुएला। यो टाइमलाइनले देखाउँछ कि भेनेजुएलाको अपरेसन कुनै एक्लो घटना थिएन, बरु दशकौंदेखि चलिरहेको एउटा श्रृङ्खलाको पछिल्लो कडी थियो। एउटा विश्लेषणले त यसलाई 250 वर्ष पुरानो भारतको घटनासँग तुलना गरेको छ। भनिएको छ कि यो जित बलले भन्दा बढी भित्रैबाट गरिएको धोकाले सम्भव भयो, जहाँ भेनेजुएलाकै केही उच्च पदस्थ अधिकारीहरूलाई किनिएको थियो। तर के यो शक्तिको प्रदर्शन थियो कि कमजोरीको सङ्केत? केही विश्लेषकहरूले यसलाई एउटा ठूलो शक्तिले ऐतिहासिक चुनौतीहरूको सामना गर्दा देखाउने हताशको रूपमा हेरेका छन्। आउनुहोस् यसलाई अलिक केलाएर हेरौँ। इतिहास हेर्ने हो भने ठूला ठूला साम्राज्यहरू पतन हुँदा केही चरणहरूबाट गुज्रिन्छन्, जस्तै अत्याधिक सैन्य खर्च, बढ्दो ऋण, सामाजिक विभाजन। र अहिले अमेरिकामा पनि यस्तै लक्षणहरू, जस्तै $34 ट्रिलियन भन्दा बढीको ऋण र गैरो राजनीतिक ध्रुवीकरण देखिँदैछन्। अब यो घटनाको असर भेनेजुएलामा मात्र सीमित रहेन। यसले पूरै विश्वमा एउटा तरङ्ग ल्याइदियो र भविष्यबारे गम्भीर प्रश्नहरू खडा गरेको छ। विश्व कसरी बाडियो त्यो हेर्न लायक छ। एकातिर रूस र चीन जस्ता परम्परागत प्रतिद्वन्द्वीहरूले यसको कडा निन्दा गरे, अर्कोतिर अमेरिकी सहयोगीहरूले यसलाई स्वतन्त्र संसारको जीत भनेर प्रशंसा गरे, र युरोप भने बीचमा अल्मलिएको जस्तो देखियो, मौन रह्यो। यो घटनाको सबैभन्दा डरलाग्दो पक्ष सायद त्यो साइबर आक्रमण थियो। यसले एउटा गम्भीर प्रश्न जन्माउँछ। यदि कुनै देशको फोन, जीपीएस, ब्याङ्किङ जस्ता सम्पूर्ण डिजिटल प्रणाली एकैछिनमा बन्द गर्न सकिन्छ भने के त्यो देश साँच्चै सार्वभौम रहन्छ त?
अन्त्यमा यो भनाइले सबै कुरा प्रष्ट पार्छ। इतिहास त्यो होइन जुन सत्य थियो, इतिहास त त्यो हो जुन विजेताले लेख्छ। भेनेजुएलामा वास्तवमा के भयो त्यसको कथा पनि अब कसले लेख्छ हेर्न बाँकी छ।